सबैलाई गुड मर्निङ भन्न चाहन्छु होइन। अब म त भर्खरै उठिसकेँ, त्यही पनि सबैलाई गुड मर्निङ मेरो तर्फबाट। आज चाहिँ मेरो दिनको सुरुवात हुन थाल्यो आजको दिन। र आज हामी चाहिँ जाने भनेको तपाईँको बैतडी जिल्ला, बैतडी भन्ने ठाउँ जानु लाग्यो है। र इन्डिया नेपालको बोर्डरतिर पनि पुगिन्छ होला सायद, जहाँसम्म लाग्छ मलाई होइन। यदि पुगेछ भने तपाईँहरूले पनि प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ भिडियो क्यामेराको कमाल होइन। हेरेर साथ दिनुहोस् र अगाडि बढ्नुहोस्, मलाई पनि अगाडि बढाउनुहोस् भन्दै अहिले म के भन्छु भने हिजो त हामी बसोबास थियो हाम्रो डडेलधुरा बागबजारमा थियो। अब हामी यहाँबाट हिँड्नेछौँ केही समयमा। त्यसपछि हाम्रो भेट भनेको बैतडीमा भेट हुनेछ, बैतडी जिल्लाको भेट हुनेछ। यति भन्दै दुई शब्द हस्त नमस्ते, जय हिन्द, जय नेपाल। ल फाइनली गाइज है, हामी पनि अब बैतडीतिर लाग्यो। अब बैतडीतिर गएर अलिअलि माल झार्न हो, त्यसको झारेर हामी चक्क फेरि चितवनतिर लाग्नुपर्छ है। के गर्नु, काम गर्नै पर्छ, काम नगरेसँग खाना पाइँदैन यो पापी संसारमा, गाह्रो छ है। त्यही भएर अब तपाईँहरूलाई पनि टक्क लाएर बैतडी चाहिँ अब गएन, फर्स्ट टाइम जानु लाग्यो, कस्तो हो के छ थाहा छैन नि त। त्यही पनि बबाले जस्तो लाग्छ मलाई, जहाँसम्म लाग्छ होइन। हेर्नुहोस् तपाईँहरूले पनि घरमै बसी बैतडी कस्तो छ, आउँदा ठिक छ कि छैन कि के छ भनेर तपाईँहरूले पनि मेरो भिडियो हेरेर टक्क बुझ्नु होला। चाहिँ होइन यहाँ सहिद हुनुभयो रहेछ, 4 जना बोइज अनि 1 जना लेडिज हुनुहुन्छ होइन। उहाँ चाहिँ यहाँ सहिद हुनुभयो रहेछ, उहाँहरूको एउटा डमी बनाएर चाहिँ राख्नुभयो रहेछ होइन। स्टाइलमा जियोस् यत्तिको चाहिँ हुनुपर्छ क्या, मरेर गए पनि होइन सम्झना आइरहेको चाहिँ त्यही नै हो। खुसी लाग्ने उहाँहरूको हातमा रहेछ, शान्ति पाओस् होइन। मेरो पनि धेरै धेरै आशीर्वाद दिन चाहन्छु। फाइनली गाइज है, हामी अब यो कुन ठाउँले त यो बैतडी यही हो। बैतडीको एउटा जेस ठाउँ हो एउटा यो। बैतडीको चाहिँ एउटा यो बबाल ठाउँ चाहिँ हो है।
खोडपे हामीले खोडपे खोडपे भन्ने ठाउँ आइपुग्यो बैतडीको गाइज है। गाह्रो छ। यहाँ पनि माल झर्छ हाम्रो, त्यही हो। फाइनली गाइज है हामी चाहिँ अब माल हल्का झारेर यो बजारमा माल झारेर चाहिँ यहाँबाट हिँडेको। अब बैतडी बजारतिर हुन्छ होला सायद। अब यो चाहिँ बैतडी त बैतडी नै जिल्ला पऱ्यो, तर बैतडीको कुन चाहिँ ठाउँ भन्दाखेरि एउटा ठाउँमा चाहिँ झऱ्यो भनौँ न, खोडपे भन्ने ठाउँमा झरेछ है। खोडपे यो चाहिँ बजार हो है। यो चाहिँ तपाईँहरूले होटल आइपुग्यौँ। होटल पनि बबालै छ हजुर। हामी चाहिँ बारेन्डामा आइसक्यौँ। फाइनली गाइज है खाना पनि आइसक्यो। चम्चा ल्याइदेऊ खाना आइसक्यो है। ल खाना आइसक्यो बेटा। ल टक्क खाना चाहिँ खानु सिक्यौँ है। खाना चाहिँ तर ढिलो आए पनि मिठो खाना पाइयो। दाइले चाहिँ मिठो खाना खाए। ल हेरेर टक्क हेरेर आमाको खाजा घर है। हामी चाहिँ खाना खाइयो, मिठो खाना खाइयो है। ढिलो भए पनि कडा खाना खाइयो। यहाँ चाहिँ बबाल मेला लागेको रहेछ। मेला भन्दा पनि यो के को यत्रो पुरा नाचिरहेको छन् है। भिडभाड कडाकै छ, देख्न सक्नुहुन्छ तपाईँहरूले है। त्यही भएर गाह्रो छ। अब यो पुरा यहाँ चाहिँ बबालले रमाइलो त पाहाडतिर भने पाहाडतिर हो नि त गाइज है। हाम्रो गाउँघरको रीतिरिवाज हो नि त त्यो जस्तो भने। अरे बा अगाडि त पाडा रहेछ बुवा। पाडा काटकुटको पनि रहेछ क्या यो। चटर आमा ल यहाँ चाहिँ टक्क है पाडा लखा केटाहरूले मजाले खाइन्छ। पूजा हो गाह्रो सवाल रहेछ नि त। रीतिरिवाज आज खै के पूजा त्यो त थाहा भएन। तर जे होस् हाम्रो पाहाडतिरको चाहिँ चाल चलन रीतिरिवाज चाहिँ एकदम फलो गरेर आफ्नो रीतिरिवाज के हो बुझेर है गर्ने गर्छन् है। फेरि नेक्स्ट लेभल भन्दै म फेरि बिदा मान्दछु। लास्ट पोइन्ट भनेको हाम्रो यही नै थियो होइन।
यो के अरे के सरी के भन्छ यार गोठाला पानी हो कि गोठाला पानी ठाउँ आइपुग्यो होइन। लास्ट पोइन्ट चाहिँ हाम्रो गोठाला पानी नि थियो होइन। अफसोसली बैतडी जिल्लाको गोटालो पानी भन्ने ठाउँ चाहिँ हाम्रो लास्ट एन्डिङ हो। यति भन्दै है अब के भन्नु छ र अरू त मालसाल खाली पनि भइसक्यो। लास्ट एन्डिङ भनेको यही नै थियो हाम्रो। अब त्यसपछि अब बिस्तारै फेरि चितवनतिर लाग्नुपर्छ है। दुःख सुख भनेको त त्यस्तै हो। अब लामो यात्रा, अब बाटो लामो हो, गाह्रो छ है। त्यही भएर योस् बजार पनि राम्रै रहेछ है। मजाले बिल्डिङ घर रहेछ है। बवाल रहेछ क्या तर ठाउँ चाहिँ बवाल लाग्यो मलाई यो पनि है। लास्ट पोइन्टिङ हो हाम्रो। यहीसम्मको यात्रा थियो। गोठा के अरे बैतडीको लास्ट ठाउँ भनेको लोकेसन हाम्रो यहीँ थियो होइन। अब हामी यहाँसम्म आइसक्यो। अब यति भन्दा हामी चाहिँ अब फर्किनुपर्छ। माल पनि लगभग सबै हाम्रो खाली भइसक्यो होइन। अब हामी पनि अब फर्किनुपर्छ बिस्तारै होइन। गाह्रो छ हजुर, गाह्रो छ। त्यही भएर फाइनली अब माछा झारेर चितवनतिर लानुपर्छ। हुन्छ गाडी पनि खाली भइसक्यो हाम्रो। लास्ट भन्दै त्यो एउटा मात्रै होइन यहाँ कि दुईवटाको एउटा हो? एउटा मात्रै होइन। पसल चाहिँ रहेछ बबल पक्की रहेछ क्या यतातिर चाहिँ बबल रहेछ क्या। घर पुरै बिल्डिङ। यति भन्दै अब गोठाला पानीलाई पनि हामीले बाई बाई भन्नुपर्छ। हस् त बाई। गाइज है अब हामी चाहिँ आफ्नै ठाउँ आफ्नै जन्मस्थल फर्किँदैछौँ फेरि चितवन है। अब बैतडीलाई पनि बाई बाई भन्दै अब हामी यहाँबाट बिदा हुन चाहन्छौँ। हामी बिदा पनि भइसक्यौँ। अब हाम्रो यात्रा भनेको चितवन हुन्छ। हाम्रो यात्रा सफल होस् भनेर सबैले भगवान्सँग आशीर्वाद मागिदिनु होला भन्न चाहन्छु है। यति भन्दै हाम्रो छोटो मिठो युट्युब पनि ब्लग आहा हेरिदिनु होला कृपया है। नमानिकन हेरिदिनु होला। ब्लग युट्युबमा पनि आएको छ है। युट्युबमा ब्लग हेरेर मजा लिदिनु होला भन्न चाहन्छु। यति भन्दै हामी चाहिँ अब हाम्रो यात्रा चितवनसम्मको हुन्छ। ओके बाई। बैतडी जय हिन्द जय नेपाल। गाइज है अब टक्क भातसात खाएर अब टक्क निस्किनुपर्छ हामी चाहिँ होइन चितवनको लागि। के गर्नु माल सामान सब झारिसक्यौँ होइन। खालीसाली गरेर पनि आइसक्यौँ। अब उति तलतिर अलिकति अब भने जस्तो हुँदैन बाँध्ने ठाउँ हुँदैन। त्यही भएर अब यहीँ भात खाएर गइन्छ हिजो बस्ने ठाउँमा। त्यसपछि हामी चितवनतिर लागिन्छ सरर हजुर। यात्रा सफलै भयो यहाँसम्मको है। अब चितवनसम्मको पनि राम्रै होस् भन्न चाहन्छु म पनि। अरू त्यस्तै हो। हल्का हल्का यसो सिसाहरू लगाइदिएको हाम्रो भाइरल वाइ अन्त जे जस्तै भएको नि ल। यति भन्दै अब हामी चितवन आइकन भेट हुन्छ होला। ओके बाई। ओके गुड नाइट भन्न चाहन्छु ल है त।